हाल्दैछ ग्रासिट हाल्ने बित्तिकै काम सकिन्छ घर जाने यहाँ ब्रेक पनि अलिकति टाइट हुनुहुन्छ सो हेलो एभ्रिवान हजुर So hello everyone, welcome back to my new video and new day, new vlog. Today वर्कसप बाटो किनकि यहाँनिर वर्कसपमा बाइकले फेरि त्यस्तै हुन्छ यहाँ मेरो भाग्यमा फाप्दैन यो बाइक मानस भने चाहिँ बाइक फाप्दैन अनि मिस्त्री यहाँ यस्तरी बसिरहेको छु सिक्दैछु यो चाहिँ यसले छिटो बाइक बनाउँछ भनेर अनि दिदी घर जानलाई पुगिरहेको म बिहानदेखि सामानहरू किन्दा मात्र डिस्टर्ब भयो कि अहिले कति बजी हिँड्यो हामी बिहान 6 बजी हिँड्यो है हो घरबाट 5:30 बजी हिँडेको अहिले यहाँ कति बज्यो 1 बज्यो ठ्याक्कै 1 बज्यो त्यही पनि केही खाने कि सपिङ गरेर पनि भ्याएन केही पनि भ्याएन अब चाहिँ हामी पूर्व लाग्नु पर्ने त्यही भएर हो रमाइलो भयो नेपाल यस्तै चाहिँ यहाँ बिजोग बाटो बनाउँदै यस्तो हिलो ल फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा अनि अहिले चाहिँ फेरि नयाँ ठाउँ जाँदैछु आज चाहिँ 9 बजी जान लाग्यो अहिले चाहिँ 4 बजीतिर चाहिँ यहाँ रेडी भइरहेछ अनि यहाँ सबै कुरा रेडी भइसक्यो ग्लोभ्स मास्क साक्स रेडी गरेँ घरबाट हिँड्न लाग्यो अहिले चाहिँ बेलुका 4 बजिरहेछ अब गाउँ जानुपर्ने थियो नि त्यही भएर जानु लाग्यो अब त्यता बाटोतिर भेट्दै गरौँ के गर्दै गर्छु यो चाहिँ इन्ट्रो मात्र हो अब बाटोतिर टाइम भयो नि भिडियो बनाउनु जान्छु यहाँबाट जानुपर्ने छ हुँदै यहाँ छौँ हामी चाहिँ दुईजना ल अब हामी चाहिँ उतैतिर गएर भेटौँ यता ल अब यहाँ अलिअलि पर्छ पानी पनि निकालिसक्यो कहाँ राख्दा छ जानु लाग्ने अब त्यही धुर्खेल बजार यस्तो बिजोग छ हामीलाई चाहिँ मान्छे त्यहाँनिर कुरो बस्नु गरेन यहाँ र धुर्खेल बजार यस्तो छ यस्तो र हामी जानु लाग्यो अहिले त्यहाँ बाटोमा अहिले केही विशेष खाना खाइ बसेको बाइक अघि भर्खर धुलो धुलो के धुनु र हामी चाहिँ गयौँ आज चाहिँ हाम्रो नाइट ब्लग हुन्छ नाइट ब्लग राइड ब्लग सब एकैचोटि हुन्छ त्यसले गर्दा फेरि भेट्नु ल यस्तै छ 1 hour later सो हामी त पानीले भित्र नै आइसक्यो लुत्रुकै भइरहेको है यहाँनिर चाहिँ मजु अनि यहाँ यो मचान छ जाने पनि लुत्रुकै अनि पानीहरू यहाँ यस्तो जमिरहेको यहाँ चाहिँ बाटो अस्ति पानीले परेर कम त्यो भारे छ पानी फाइनल्ली यो पिसा भाएर कराउँदै थियो यस्तो ल्याङ हाने कि यस्तो ल्याङ हाने यसले होइन अयो पिसा भाएर ल्याङ गर्दैछ यहाँ रोक्यो ब्रेक हाने 5 मिनट सर्ट ब्रेक अनि म भने नुहाएर आएको झन् कस्तो बिला भएर क्या बाटो त लास्ट खतम पानीले खतरा भिजे यहाँ जुत्ता खाला त्यस्तो तेरो खै देखा त एउटा जुत्ता खाला यस्तो छ मान्छे यस्तो जुत्ता यस्तो यहाँ धुलो हेर्नु ल बाटो त यस्तो खतम छ कि यस्तो खतम छ अब सोच्दै नसोच्नु के कस्तो सामान छ भनेर अनि बाटो बल्ल होला हात दुखिसक्यो यति कति हामी लगभग आधी घन्टा चलायो होला 1 घन्टा चाहिँ भयो 1 घन्टामा हात यस्तो दुखिसक्यो कसरी जानु थाहा छैन यस्तै बाटो चाहिँ सकिनु पाउन बन्द रहेछ यहाँ भिज्छ भनेर ऱ्याङ्क ल्याएको थियो फेरि गर्दैन रमाइलो भइरहेछ यहाँ मलाई बिगार्ने भयो यसले अब 1 हप्ता मात्रै बिगार्छ यसले थाहा छ यहाँ कुन सा है ल फेरि पनि अब अर्को ठाउँ गएर बनाउँला बाटोतिर बनाउँदै जाउँला अब केही खिच्न पाउँदैन चलाउनु पर्छ मलहरू ल्यायो भने चाहिँ म त्यो मल राखेर बनाउँथेँ होला यस्तो बिजोक यतिको काम गर्ने साथी ल्याउनुपर्छ यतिको काम गर्ने साथी यहाँ मस्त काम भन्दैछ यहाँ ड्याडीहरू चाहिँ गाडी आउँदैछ पुग्थुङ हामी चाहिँ ल अब हामी चाहिँ अब फेरि उतै गरेर भेटौँ है त ड्याडी लानु सँगसँगै जानु के भन्दैथिस् रे चेन बिग्रियो के अरे आम्मा मेरै ऱ्याङ्कबाट छ मलाई चेन बिग्रियो धर्केर रहेछ आम्मा यहाँ त गएर हुन्छ नि त गएर हुन्छ रे मलाई मैले निकालेर दिएको पैसा चाहिँ पुग्नु पर्छ यो चाहिँ अनि
अब अहिले चाहिँ खोटाङ कहाँ पुगेर आऊ कसो खाएर गफसफ लाउँ अब यस्तो चल्यौँ होइन त्यही छ ल बुतिर गरिदिनु है त फेरि भन्ने आशा ल है फेरि हामी यहाँ आइपुग्यो मलाई चाहिँ ठाउँ नाम पनि थाहा छैन यहाँ देखेर तर्सिँदा भने त म त अस्ति नै ब्लक भएर यस्तो भएछ बाटो यस्तो यहाँ आइरहेछ है आउनु चाहिँ बाटो यस्तो चाहिँ पुरै खोला खोला है खोला छु यहाँ तर मान्छे नि घरहरू हेर्नु ल घरै छ नि आधी आधी बस हुन्छ ल बिना यो क्या क्या डर लागिरहने यस्तो त मा छ्या घरको यहाँ यो घरको होइन यो भन्दा कस्तो बिजो भयो त यस्तो यस्तो छ बाटो खत्तम यहाँ हिलो कच्ची खत्तम 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 बाटो खत्तम छ यो बाटो चाहिँ नआयो हुन्छ धेरै कहाँ पुग्छ फेरि नदेखेर कहाँ पुग्छ त ल हामी चाहिँ यहाँ आइपुग्यो दुईजना दार्जिलिङ सँगसँगै राखेँ यहीँ एउटा यस्तो हालत छ यहाँ घरको अगाडि मन्दिरमा आइपुग्यो तल चाहिँ नाइस भ्यू है फेरि मन्दिरमा आइपुग्यो हिँड्नु परेको अवस्था दर्शन त गरिसक्यो त्यही पनि यसो भिडियो बनाइदिनु भन्ने मात्र हो होइन अब यहाँसम्म आएर नि केही गरेन भनेर होला गाह्रो भइसक्यो आज कतिखेर पुग्छ थाहा छैन 1-2 बजीतिर अब जानुपर्ने हुन्छ लु फिर मस्ती गरेर खाजा खाने बेला भेटौँ बाई त बाई बाई ल अनि हामी चाहिँ आइसक्यो अब एउटा बस्ने ठाउँमा सबैजना बसिरहेछ आइपुगिरहेछ अनि फ्रेस फ्रेस भयौँ उठिरहेछ अब खाना खान खान्छ यहाँ सबैजना यहाँ हुनुहुन्छ ड्याडी मम्मी चाहिँ मान्छे यहाँ अन्त यहाँ अब हामी चाहिँ खाना अर्डर गरेर खाना खान लाग्यो आठ भइसक्यो नि त अब खाना खाएर अनि बिस्तारै जाने अब जतिखेर पुग्यो नि रातिको बाटो खाना चाहिँ खानु भएको अब यहाँ दुईजना चाहिँ सबैभन्दा अगाडि क्या यसलाई चाहिँ के नभएर भन्दा भातमै छ क्या बिहान मम्मी आइसक्यो अनि मेरो मात्र यस्तो रमाइलो छ भइरहेको छ खानुपर्छ सिरिपै होइन यहाँ चाहिँ लोकल पाक्छ क्या सबै कुराहरू हामी म चाहिँ पहिला गरेको सेल्समा आउँदाखेरि खाना खान्थेँ अनि राम्रो छ राम्रो दिन्छ यहाँको दिने सिने खान्थ्यो है ल इन्जोय है सबजना ल मम्मी राम्रोसँगले खानु औ मम्मी राम्रोसँगले खानु बुवा पनि ल तिम्रो सबैजना है मलाई एउटा तातो पानी राखिदिनु तातो पानी आयो केही भएन अब त्यहाँ चिजहरू अमिलो सम्झना नखाऊ यताउति नखाऊ भनेर कहाँ यत्तिकै त त्यहाँ रुच्दै रुच्दैन त्यस्तो रुच्ने भएर भयो ठिकै छ अब माछा होइन नि यहाँ चिकन हो सबै हजुर ल अब खानासाना खाऊ भने एकछिन भेट्नु पर्यो फेरि 1 minute 37 seconds later. खानासाना खाइसक्यो अब एकछिन बसिरहेको छ यहाँ भान्सामा त्यसले बसिरहेको अनि चाहिँ मलाई अनि उसले चाहिँ मलाई यस्तो चाटिरहेको छ यस्तो चाटिरहेको छ यस्तो ल्याउने गरिरहेको छ कहिले के भन्छ मामा यो अहिले पनि भन्दै थियो मामा ब्लक 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 भन्दै थियो के भन्दै थियो अघि यस्तो छ कि उसलाई चाहिँ मैले बच्चा दिएँ बाबाले पठाइदियो स्मार्ट वाच पनि आयो अनि हेडसेट पनि आयो सबसँग पाएँ नि पायो अनि मसँग यहाँ उसलाई मैले बच्चै सानो त्यो कति यो 1-2 वर्ष होला 2 वर्षदेखि मैले लगाएको यसको लुगा लगाइदिने जुत्ता लगाइदिने खुवाउने यस्तो गरेको तर अहिले पनि हेप्छ भने मलाई अहिले पनि मम्मीलाई हेप्छ जसरी हेप्छ आमा चाहिँ यहाँ आमा चाहिँ यस्तो छ तर दिन मिल्दैन पाप लाग्छ अनि आमालाई छोरीको मतलब छोडिदियो पहिलेदेखि यस्तो अनि अर्को त्यहाँ अर्को सानोवाला छ यो सानै
यस्तो छ यस्तै हो फेरि जानु छ खानासाना खायो कि बस्यो खुट्टाले दुखेर मर्नु भयो त्यही हो अब कलतिर झन् हुन्छ रातिको अब के प्रायः नहुँदैन अब राति एउटा क्लिप भयो भने बनाउन नभए भरे कलतिर गएर भिडियोहरू बनायो भने के छ अघि किरा बसेर यस्तो हारातो भएर होला कपाल नुहाएर है खोजेर हारातो ठिकै छ आफूलाई आँदै तलतिर गएर अब अलिक क्लिपहरू खिच्यो रातिको 9 बजी लागिसक्यो साह्रै राति मैले राति कति त्यो भयो भने बनाउन नभए यो आजलाई बाई बाई टाटा बाई बाई भन्दै बाई बाई 2,000 years later. गाइस अहिलेको 2 बजेको छ नेपालमा के पो भन्छौ मैले नामै बिर्सेछु कुन ठाउँले अल्लाह फुलजोरे अब हाम्रो जानलाई 20 किलोमिटर बाँकी 14 किलोमिटर बाँकी छ हामी बिस्तारै जान्छौँ बिहा छ ड्राइभर घुरघुर सुत्या छ मलाई देखाएर नबस बाबु अनि मेरो माम ससुरा यहाँ चाहिँ सबजना निन्द्राले यो यस्तो हालतमा छ मम्मी त्यहाँ बाउ पनि निन्द्रामै छ नयाँ कुरा चाहिँ के भएको भने यहाँ ड्राइभर यहाँ सुत्यो कि ड्राइभर गाडी चलाउँदै ड्राइभर सुतेर यहाँ तनाव घरको यहाँ खलासी यस्तो हालत छ एउटा त्यहाँ यस्तो है अनि एउटा चाहिँ यहाँ यस्तो त्यसले अहिले चाहिँ हामीलाई हिजो बेलुका 10 बजे पुऱ्याउँछ भने यहाँ बिहानको 2 बजी लिएर आयो आफै घर गरिरहेको छ गाडीमा लाग्छ होइन हाम्रो त्यस्तो यही छ्या बाइक यस्तो भने त्यही भइरहेको कि यसलाई लाग्छ भन्ने छैन यसले हामीलाई चाहिँ 10 बजे लान्छु भन्दा भन्दै अहिले आफै गइरहेछ रातिको 2 बजे त्यो भएर यसको सँग चाहिँ कमेन्ट नगर्नु